यो दुईटा झलक्कै कोराबाट हेऱ्यो भने एउटै पुस्तक हो कि जस्तो लाग्छ। यो प्रेसले थाहा पाउँदैन, यो चाहिँ लेखकले जानुपर्ने कुरा हो। एकपटक यो अर्कोपटक यो लोकार्पण गर्ने भने ठिकै छ, केही भएको छैन। तर एकचोटि गर्दा कलर चाहिँ कमसेकम फरक हुनुपर्छ। नम्बर 1 मा यो झुपडी चाहिँ जलिरहेको झुपडी जस्तो देखिन्छ परबाट हेर्दा। हामी हावामा उड्ने सर्जकहरू यस्तै कल्पना गर्छौँ, यो चाहिँ ठिकै छ। यो जहाँ लेखकको परिचय प्रकाशकको परिचय छ नि, यहाँ आवरण लेख्नेको पनि यहाँ नाम हुनुपर्छ। भित्र खोज्दा खोज्दा कोलाई यति राम्रो बनाउनु भने खोज्दा 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 पर छ निकै परको मान्छे हलो भाइ भनिदिनु, नजिकसम्मै के छ खेम भाइ भनिन्छ कि परको मान्छेलाई चाहिँ भनिँदैन। यहाँ त्यो एउटा खोज्नुपर्छ, अवधि त्यो राख्नुपर्छ। अनि यहाँ को हो त यसको चित्रकार, यहाँ परिचय गराइन क्या, दुईजना आउनुपर्छ समीक्षा गर्नलाई, यो छुटाउनु हुँदैन। यो उहाँको पनि सृजना हो नि, हेर्नुहोस् यो आउनुपर्छ, अनिवार्य आउनुपर्छ। मैले भने म समीक्षा गरेँ तर मलाई आउँछ यो गर्न चाहिँ, हेर्नुहोस् शुद्ध शुद्धि छ, उहाँको पनि खोज्नु पर्दो रहेछ। उहाँलाई मैले आज फर्स्ट टाइम भेटेको छविज्यूलाई, तर उहाँ मेरो भान्जा है, भान्जा मार्फत सबै कुरा जानकारी छ। शुद्ध शुद्धिमा पनि यो पहिलो पानामा हुनुपर्छ, यो मेरो अनुरोध हो। बाँकी कुरा थप्छु, यहाँ पुस्तकमा छुटेको है, यो पुस्तकको पहिलो सम्पादक मै हो। लेखेको हुनुपर्छ नि त श्री भनेर, होइन मेरोमा लेखेन। भयो के भने प्रेसमा पुऱ्याउँछौँ, त्यो कम्प्युटरमा पुऱ्याउँछौँ, करिब फाइनल हुन्छ, दुबई गएँ भन्नुहुन्छ। ल फेरि ल भान्जा दुबई, ल हल्ला भने फेरि अर्कोलाई कोरिया, सकेपछि कोरिया, लास्टमा एकजना युरोप जानुभयो। यो पुस्तक अगाडि आउँथ्यो, निकै अगाडि आउँथ्यो। यो कारणले ढिलो भयो, मलाई जुरेन, यहाँलाई जुर्यो, यहाँलाई पनि बधाई छ, खुसी लाग्यो मलाई। अझै छुटेको कुरा, यहाँ लेखकको परिचय छैन। लेखक त नेपाली हो नि, तर विदेशी हो नि, कहाँ यहाँ जन्मेको हो र? मलेसियामा जन्मिनु भएको मेरो भान्जा, बुट पड्काउनेको छोरा, राई लिम्बूकै त बुटै त पड्काउँछ नि, बुट पड्काउनेको छोरा हो, जन्मिनु भयो मलेसियामा। बालापन बित्यो सङ्घसभामा, यहाँ आएर समाजको सेवा गर्नुभएको छ, साहित्यको सेवा गर्नुभएको छ, मलाई पनि गर्व लाग्छ। अचम्मको कुरा, मैले 30 वर्ष अगाडि भनेको कुरा यहाँ लेख्नु भएको रहेछ। वा मेरो 36 इन्ची मात्रै छ कि, त्यो पढ्दा मेरो नाम पढ्दा त 40 झन्डै भीमसेनको जोत्रो भयो हौ खुसीले। ल हेर्नुहोस्, मामाले यसो भन्नु, त्यो उहाँको प्रेरणाले मैले यहाँ त्यहाँ वाह वाह वाह, त्यो मेरो सौभाग्य हो। यो परिचयमा यो त्यो आउनुपर्छ। र उहाँले अघि समीक्षाले छुटाए भन्दिनँ, यो चाहिँ लेखकले छुटाउनु भएको। उहाँको पहिलो कविता यो झुपडी छापेको त 48 सालमा हो, त्यसको सम्पादक चाहिँ म। यो नाम त धेरैको थियो, तर उहाँलाई थाहा छ नाम धेरैको थियो, काम चाहिँ कसको भनेर उहाँ भले भन्नुहुन्छ। हेर्नुहोस्, त्यो 48 सालमा छापेको त्यो पुस्तकको नाम गुनास हो। सुन्दरपुर, यो साबिक सुन्दरपुरको भूमिमा पहिलोपटक पुस्तक छापिएकै गुनास हो। 48 सालमा, 54 सालमा, म 53 सालमा हो। यो अब यहाँ भक्ति दाजु, यहाँ धेरैजना हुनुहुन्छ राजनीतिक कर्मीहरू, नरिसाउनुहोस्, यो राजनीतिले बिग्रेको पुस्तकलाई हो। हेर्नुहोस्, त्यस पछाडि एमाले भनेको मान्ने, काङ्ग्रेस नमान्ने, त्यो दुईजनाले मान्दैन भने म मान्छु, रात उफ्रिने, दलेर झ्यापै 5 वर्ष बन्द भयो। बेहाल भएपछि यहाँ सागर गुरागाईले देखिनँ, म जहिले पनि उहाँलाई हेर्न चाहन्छु यो कार्यक्रममा। उहाँ हो दाजु, बेहाल भयो यो पुस्तक लेखेको, अब खोल्नुपर्छ भनेर पहिलो प्रस्ताव राख्नु उहाँमा मलाई। हेर्नुहोस्, सागर गुरागाईले देखिनँ, उहाँलाई भुल्नु हुँदैन, यहाँले भुल्नु हुँदैन, सबैले भुले। आज मिडिया छ, मिडियाले भन्छ यो कुरा, सागर गुरागाईले बन्द भएको पुस्तकालय खोल्नु दाजु भनेको मलाई हो। त्यस पछाडि मलाई जिम्मा दियो, दिने बेला मैले चाहिँ के चाहिँ भने अब राजनीतिक नियुक्ति हुँदैन, मलाई चाहिँ जिम्मा दिने हो भने मैले यही भने। मैले त्यस पछाडि त्यो सहमति भयो, अनि मैले आफै नाम दिएँ, यो 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 ठिक लाग्छ भनेर मैले साथीलाई नाम दिएँ। एउटा त घुस्यो फेरि राजनीतिबाट, तर त्यो हल्लिँदै निपुणेर गयो। सजिलो भयो, मलाई यति सजिलो भयो,
नभए जे गर्ने ए हुन्छ के असम्भव यो भवन पऱ्यो भनेको असम्भव भन्छ हेर्नुहोस् त्यो त काठको थियो खोइ तीर्थ थिङ जानुभयो यति बेला भन्न आउँछु ल यो तीर्थ थिङको बाजेले म उठाउँदिनँ अनि त्यो 53 सालमा दिँदाखेरि यो काठको थियो काठको भवन थियो तर त्यो माथि चढ्न चाहिँ समस्या थियो जम्मै मोकेर नि तेन्जिङ सेर्पाबाट हिलारी जस्तै नि तानातान गरेर चढ्नुपर्ने सगरमाथामा चढे जस्तो थियो तर यहाँको भाइले त्यो लिसो चाहिँ बनाउनु भयो त्यसरी सुरु भएको पुस्तकालय अब यो उद्घाटन यो भवन बनाउने सल्लाह भयो बडा मुस्किलले सहमति भयो 3 चोटि लोकार्पण के शिलान्यास हो हिजो त शिलान्यास भन्नु पनि छोडिसकेँ मैले त म पाहाडमा छु नि त 9 वर्षदेखि 3 पटक यहाँ अब शिलान्यास भयो काम भएन फलाले बढाइदिन्छ होला भनेर आशले लु तपाईँ प्रमुख अतिथि तपाईँको हातबाट भएन लड्न हुने रहेछ अब के गरेको चाहिँ विकल्प खोज्यो त्यो जेठा तामाङ वीरबहादुर तामाङ अघि यहाँ थिएको कुरा आयो त्यो तीर्थको कुरा आयो तर तपाईँहरूलाई म जानकारी गराइराख्छु वीरबहादुर तामाङको नाम छुट्नु हुँदैन उहाँले दिनुभएको उहाँको त नाति मात्रै हो उहाँले त अहिले बिना पत्तामा घिउ खाँदै हुनुहुन्छ बाजेको भैँसीको घाँस पनि काट्नु भएको छैन उहाँले त यहाँ घाँस कटाएर के गर्नुपर्ने हो खासै वीरबहादुर तामाङले दिनुभएको भवन हो यो कोलीको काठको अब त्यो बेचके सल्लाह भयो यहाँको पुरा विरोध ल किन भन्दा त्यो पुस्तक छँदै पुस्तक कहाँ राख्छ